हो खुवा त यार अहिले यार ए ब्रो यार तिमी कहिले आएको यार कस्तो मजा आउँछ त्यो यार तिमी एकदम आनन्द सन्चै छ सन्चै छु यार खुसी लाग्यो फेरि आइज यार हो यार ल बस न तिमी यार म तिमीलाई अनि तिमी त लामो समयपछि कहाँबाट आयो यहाँ अहिले म दोस्त यार काठमाडौँदेखि आएको नि अहिले त तिमी त हरायो त यार लास्ट हरायो त दोस्त गायब छु नि म आजभोलि त किन यसरी गायब भएको त यार कहीँ मैले खोजेको तिमीलाई होइन कहीँ पनि भेटिँदैन मतलब फेसबुकहरू इन्स्टाग्रामहरू होइन टिकटक जता कतै पनि खोज्यो होइन तर तिमीलाई कहीँ भेट्दैन क्या गायब छु क्या दोस्त म साँच्ची हो र हो यार अहिले चाहिँ कसरी त मतलब चुनाव आइरहेछ चुनावको लागि स्पेसल केही छ र तिम्रो लागि ठ्याक्कै भन्यौ तिमीले हो र त्यही भएर हो अनि त्यस्तो मतलब केही मतलब पार्टी कुनै स्पेसल होइन व्यक्तिहरू छ र तिमीले जिताउनु पर्ने त्यो त छैन ठ्याक्कै त भएन तर जो मान्छे राम्रो छ उसलाई हाल्नु पर्ला भयो ए हो र हो अनि मलाई चाहिँ सोध्यो आफू चाहिँ कहाँ हालेछ नि भोट ए मेरो लागि केही स्पेसल छैन यार ब्रो यार म त त्यस्तो केही सोचेको छैन म बाबाआमाले जस्तो हाल्नुहुन्छ त्यस्तै हाल्छु त्यस्तो स्पेसल केही छैन मेरो त त्यस्तो कुरा गरेर कहाँ हुन्छ तिमी पढेको मान्छे बुझेको मान्छेले पनि त्यही कुरा गर्ने हो त त्यस्तो मैले चाहिँ सोचेको छैन है त्यस्तो चाहिँ उसो भए बाबाआमाले जहाँ मात्रै उतै हाल्छु है भोट म चाहिँ त्यहीँ हाल्छु अहिले होइन बरु तिमी थाक्यौ होला अनि एकछिन रेस्ट गर्दै गर म पानी ल्याइदिन्छु तिमीलाई ओके है त ल ए साथी कहाँ गयो त यार छैन त यहाँ ला अहिले यहाँ भएको मान्छे कहाँ गयो त यार यो पानी ल्याइदिए त पानी खाला भनेको कता गएछ साथी भोट हाल्दा शहीद भएका 76 साथीभाइहरूलाई नबिर्स है त 76 मध्ये म पनि एक थिएँ मिसु साथी त्यस राम्रो गयो अब हाम्रो भेट हुनेछ अर्को जुनीमा बाई बाई साथी सरी साथी म पनि बाआमाको नसुनेर आफूलाई जो मान्छे राम्रो लाग्छ त्यसैलाई भोट गर्नेछु मिस यु साथी मलाई तेरो धेरै याद आउनेछ